नाटकै हो होइन विष्णुको त नाटकै हो चटकै हो यहाँ घर बसेर कति काम गर्यो घरको काम देख्दैन नि हेर्नु मलाई अलिक कराउँछ भात पकाएँ दाल पकाएँ तरकारी पकाएँ अनि त्यसपछि फेरि भात पकाएँ अनि मासु पकाएँ झाडु लगाएर पानी लिएर आएँ त्यो तान्नु न पछाडि कपडा आन्टीले खाना खान्छ होला आन्टीले भोक लाग्यो खाना खाइदिन्छु होइन भोक लाग्यो होला भनेर हो नि त झन् दया गर्ने त जमानै छैन भोक लाग्यो होला अन्त गाली खान्छु म आम किन आए पनि हुन्छ ए ल तिम्रो मन त चक्को छोरी यो मन सारङ्गी कटर अया आफ्नो कति काम छ के गर्न छ ल म हिँडेको यस्तो घाम छ भाइ छ्याक कसरी पहिला पहिला त खेतारा पनि हिँडिन्थ्यो ठुलो भएपछि अल्छी भइयो नानी भित्र बस जाऊ यो घाममा नआऊ जाऊ त्यहाँ भित्र गएर बस भाउजू ए बिचारा हिँड्नु नानी मम्मी घर जानुभएको मम्मीसित यस्तो घाममा हाम्रो गाउँ यस्तै छ कता हो भाउजू ए पाला अनि गरेको नि भाउजूहरूले रोप्दै ए आधा छ अरे भाउजूले यत्रो पुरै सिँगै रहेछ हजुर के भन्नुहुन्छ अब फेरि म घर जाने हो नि कति पो काट्नुहुन्छ होला र दुईटा मुठा काट्नु होला यति रोप्दा चाहिँ कसलाई यो हजुरामा हजुरामा भन्नुहुन्छ तिम्रो मन त चक्को छोरी यो मन सारङ्गी यो हो हाम्रो घर यस्तै छ हेर्नुहोस् हाम्रो घर आन्टीजी बिउ पुग्छ अरे नकाट्नु बस्नु शीतलमा अब एकैछिन धेरै रहेनछ रोप्न अनि हजुर सहारा खोज्दै हिँडेको बेला मलाई उठाउने यस्तो घाममा नानी बिचरा आइसिन् त्यहाँ हो ल हिलोमा पस्छ कसले भिडियो बनाइदिन्छ त
अब त्यहाँ आरीमा ल म रोप्छु है तपाईहरु रोपेको भिडियो बनाउँछु पहिला सबैको रोप्दा पानी आउने हाम्रो रोप्दा पानी नआउने के हो ढल्नु भएन तरकुल जस्तो पानी धेरै हुन्छ अन्त के पानी आए पनि डाँठा पार्छ आएन भने घाम भनेर पोल्यो भने त्यसलाई पनि केही गर्ने सुको भयो बाई बाई अब म खेत रोप्न जान्छु आजको मेरो यो मिनी ब्लग यही इन्ड गर्दैछु मलाई माया गरिदिनु होला मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला धेरै भन्दा धेरै सपोर्ट गरिदिनु होला बाई